जय मसीह यहाँहरू सम्पूर्णलाई। तपाईहरूले भिडियोको अन्तिमसम्म रहेर परमेश्वरको वचनलाई सुन्नुहोला र जस्तो लाग्छ त्यस्तै कमेन्टमा प्रतिक्रिया दिनुहोला। आजको विषय छ प्रार्थनामा हार नमानौँ। अडिक विधवा र अन्यायी न्यायाधीशको बारेमा लुका सुसमाचार 18 अध्यायको 1 पददेखि 8 पदसम्म हामी जब पढ्छौँ, येशू ख्रिस्टले यो लुका 18 अध्यायमा एउटा विधवा र अन्यायी न्यायाधीशको दृष्टान्त भन्नुभयो। यो दृष्टान्त येशूले हामीलाई सिकाउनु भयो कि हामीले सधैँ प्रार्थना गर्नुपर्छ र हिम्मत हार्नु हुँदैन। त्यो शहरमा एक न्यायाधीश थियो जो न त परमेश्वरसँग डर मान्थ्यो न त मानिसको वास्ता गर्थ्यो। तर त्यही शहरमा एक विधवा थिइन् जो बारम्बार आएर भन्थिन्, मेरो विरोधीबाट मलाई न्याय दिलाइदिनुहोस्। लामो समयसम्म न्यायाधीशले वास्ता गरेन, तर विधवा हार नमानी निरन्तर आउँदै रहिन्। अनन्त अन्यायी न्यायाधीशले पनि न्याय दिन बाध्य भयो। येशू प्रभुले भन्नुहुन्छ, यदि एक अन्यायी न्यायाधीशले पनि निरन्तर आग्रहका कारण न्याय दिन सक्छ भने हाम्रो न्यायी र प्रेमी परमेश्वरले दिनरात उहाँलाई पुकार्ने आफ्ना छोराछोरीहरूलाई कति चाँडो न्याय दिनुहुन्छ होला। धेरै पटक हाम्रो जीवनमा पनि प्रार्थना त गर्छौँ, तर उत्तर ढिलो आयो भनेर निराश हुन्छौँ। तर यो वचनले हामीलाई सिकाउँछ, ढिलाइ अस्वीकार होइन, परमेश्वरको मौनता उहाँको अनुपस्थिति होइन। आज परमेश्वरले हामीलाई बोलाउँदै हुनुहुन्छ, परिस्थितिलाई होइन, उहाँको वचनलाई हेरेर प्रार्थनामा अडिग रहन। अन्तमा येशूले चेलाहरूलाई सोध्नुहुन्छ, मानिसको पुत्र आउँदा के उहाँले पृथ्वीमा विश्वास पाउनुहुनेछ? आउनुहोस्, हामी त्यस्तै विश्वासी बनौँ, प्रार्थनामा अडिग, विश्वासमा बलियो र आशामा स्थिर। आमेन।